करणजी हजुरलाई चाहिँ अहिले सामाजिक सञ्जालमा यो जात भात लिएर त होइन जातीय चाहिँ अहिले उ गरेर हजुरले चाहिँ डुम भन्यो यताउता भन्यो भनेर सामाजिक सञ्जालमा चारैतिर बाबा त्यो ऊ आज त चारतिरबाट यो आलोचनाहरू आइरह हजुर उहाँलाई के भन्न चाहनुहुन्छ म यही भन्न चाहन्छु मलाई के फरकै परेन किन भन्दाखेरि म पार्कीको छोरा हुँ मैले कसैको पनि यो चित्त दुखाउने काम र कसैको पनि शिर झुकाउने काम गरेको छैन मैले गोसाई भनेर के फरक पनि कसैलाई परेको छैन मेरा खुट्टा काट्ने काम कसैले पनि नगरिदिनु होला भन्ने यही आग्रह गरेको छु म मैले कसैको पनि कसैलेको मैले शिर झुकाउने काम र कसैको बेइज्जत हुने काम गरेको छैन ए हजुरहरूले पनि चाहिँ उहाँले चाहिँ होइन आफ्नो जात लिएर चाहिँ अगाडि बढ्नु भएको छ किनकि म चाहिँ पार्कीको छोरा हुँ भनेर मलाई पार्कीको छोरा हुँ म चाहिँ कसरी बाहुनको छोरा भनेर चाहिँ नाम उहाँ कसरी लगाऊँ भने उहाँले आफ्नो जातलाई लिएर अगाडि बढ्नु भएको छ दाजुभाइ तथा दिदीबहिनी जति पनि सामाजिक सञ्जालमा उहाँलाई गाली गर्ने मान्छेहरू हुनुहुन्छ उहाँले चाहिँ आफ्नो जात लिएर अगाडि बढेको छ उहाँलाई चाहिँ आफ्नो जातको सम्मान गर्नुभएको छ हजुरले उहाँलाई चाहिँ अनार्थ कुराहरू चाहिँ सामाजिक सञ्जालमा कसैले गाली नदिदिनु होला हजुरबाट यही बिन्ती गर्न चाहन्छु म हस् धन्यवाद